हाम्रो घर जस्तो छ भिडियो गर्दै काट्ने भन्दा काट्दैन मान्छे जस्तो छ हामीले अस्लो घरदेखि उतै त्यहाँ माथिबाट जान्छु भने यता चाहिँ हाम्रो टोइलेट छ यो चाहिँ पहिले यहाँ बाथरुम धानबारी छ होइन यहाँ चाहिँ अनि केही देखेको छैन यस्तो छ तपाईँहरूले त्यहाँबाट देखाएको छु ल यता उयो जाँटा झन्डै डल्लो यताको साग त सबै सुके साग थुक्क बाँस त सबै सुकेछ हेर त सो गाइज लेडिज लेडासहरू टाकुसुले छ माथि चाहिँ यस्तो छ मैले भनेको थिएँ नि गरे जानुपर्छ अनि त्यो गराबाट त्यहाँदेखि मासतिर त्यो घर आउँछ त्यो घरबाट अलिकति मासतिर यताबाट जानुपर्छ अनि त्यो घर आउँछ त्यहाँबाट यता हुँदै त्यो बढ्छ नि त्यहाँदेखि नि अझै यस्तो घुम्नुपर्छ यस्तो घुमेर त्यो डाँडा यस्तो काटेर पर पाठशाला आउँछ अर्को घर आउँछ क्या हाम्रो डाँडा चाहिँ यस्तो सही देखिन्छ है खतरा जुम हुन्छ नि फेरि तर यो भिडियो 18 मात्र हुन्छ फोटोबाट त यस्तो क्लियर आउँछ भिडियोबाट पनि सही नै हुन्छ यो चाहिँ पल्लो डाँडा यो सबै यहाँदेखि यहाँ तलसम्म हजुर पर्खिन्न त्यो छ नि यो मास्लो घरको यो घरको के काट्नु म चाहिँ भर्खर उठिरहेको छु यो चाहिँ अलैँचीको खोल भनेछु बोक्रा यत्रबाट अलैँची के काट्नु अरे ठुली मम्मी कुटमेर काट्ने बाख्रालाई घाँसियो काट्ने अरे यो काट्नु कति काट्नु 3 जरा काट्नु यो भित्र घाँस काट्नै रहेछ अन्त घाँस रे मोबाइल झर्छ अहिले आइतिर अन्त भिडियो बनाइ यस्तो देखाउँदैन कता राख्नु हो त्यहाँ धानमा मार्छ यता चढ्नु पर्दैन हौ धेर होइन नि त त्यो खुट्टा चप्पल खोलेको उता गरेर गर्नु चिप्नु हो त्यसरी हो चान्न माथि नै नचढ्न अब यता पक्का तान्न भेट्छ भयो त्यही माछा अर्को पनि तान्न अर्को पनि तान्न ल भयो एउटा काट्नु भयो भयो ल दाउ बोकेर हिँड्नु त कता हराइन्छ के हिँड्नु भेला पार्नु न ल
मैले चाहिँ यहाँको थोरै घाँस काटेँ होइन। यहाँ त भिरै रहेछ। सबै भिरै रहेछ यहाँ चाहिँ। यो आलीबाट अहिले म तल झर्छु त। मैले चाहिँ मोटर हानिदिइसकेँ रुखको। थुक्का जाँदा उयो फाइनल गाइज म चाहिँ यहाँ छु होइन। मेरो चाहिँ यो यहाँ माथिको धानबारी सबै उयो मासु घरको त्यहाँदेखि परको धानबारी सबै त्यहाँको। यहाँदेखि तलसम्मको हाम्रो धानबारी हो होइन गाइज। यस्तो छ है, यो चाहिँ हाम्रो घर हो है। एउटा घरको फोटो पनि खिच्नु एकैछिन ल। बाई बाई बाई। यस्तो चाहिँ मेरो घर छ। यहाँ मौरीको गुड छ यहाँ चाहिँ होइन।